अंकल गुड मॉर्निंग भाई, नमस्कार। के हजुरको नाम के अरे? हाम्रो चाहिँ उहाँ दाजु चाहिँ दोलखाबाट हुन्छ, नेपालबाटै हो। अनि यहाँनिर चाहिँ काम गर्नुहुन्छ, ग्यास बोक्ने सिलिन्डर बोक्ने काम गर्नुहुन्छ। अहिले म ठ्याक्कै फिलहाल भन्नु छ तपाईँ सिङताम बजारमा छु, चाहिँ मर्निङ वक वाइमा छु। आज मेरो पुरा कामहरू सबै स्टप छ, आज छुट्टी छ, त्यही भएर अलिकति यहाँ सानोतिनो ड्युटी गरिरहेको छु। अनि मैले पोस्टहरू नगरेको निकै भइसक्यो। अस्ति बिचमा एउटा सानो कामले गर्दाखेरि म आएको थिएँ, अनि त्यो काम पनि अहिले अलिकति मात्रै स्टार्ट भएको छ, पुरा भएको छैन। यहाँ पनि इलेक्सन चल्नु लागेको छ, अनि त्यही भएर मैले कसैलाई इन्फर्मेसन दिनु पनि सकिनँ। मैले युट्युबमा पनि राम्रो सही तरिकाले भिडियो हाल्नु पाएकै छैन। मैले कस्तो भने जुन टाइममा म भिडियो अपलोड गर्थेँ त्यो टाइममा चाहिँ मैले भिडियो बनाउनै सकिनँ मैले, किनभने त्यो टाइममा म भनेको मर्निङ 7:30मा म यहाँबाट निस्किनुपर्छ। 7:30मा निस्केपछि मैले हाल्ने भनेको पोस्ट गर्ने भनेको लगभग तपाईँको 11 साढे 11मा हुन्छ। त्यो कारणले गर्दाखेरि पनि अलिकति भ्याएको छैन। म आउँदाखेरि बेलुका लगभग तपाईँको आएर फ्रेस हुँदाखेरि 6 साढे 6 भइहाल्छ। र पनि मैले पोस्ट चाहिँ एउटा दुइटा गरेर गरिरहेको छु। अनि पोस्ट गरेको छु। आज मर्निङमा चाहिँ आज छुट्टी भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ यहाँबाट जुन मेरो यो अलिकति काम थियो त्यो त्यही कामकै एरियामा जाँदैछु। अनि अलिकति एउटा सामान पनि ल्याउनु थियो, त्यही भएर चाहिँ अहिले मसँग बोल्नुहुने अङ्कल चाहिँ नेपालको हुनुहुन्छ। उहाँ चाहिँ इलेक्सनको लागि चाहिँ घर जाने, योपालि त नयाँ पार्टी आएको छ भनेर भन्नुहुँदै थियो। तपाईँलाई थाहा पनि छ होला, अहिले चुनावको समय रहेको छ र नेपालमा चाहिँ अहिले हाम्रो बालेन सरको चाहिँ एकदम हाई छ। यता पनि धेरै प्रचार भएको छ। मान्छेले भन्छ बालेन सर त यस्तो उस्तो चाहिँ भनेर मैले हिजो पनि न्युज हेरेको थिएँ। र विशेष इन्फर्मेसन भनेको चाहिँ मैले भिडियोहरू राम्रोसँगले पोस्ट गर्नु पाएको छैन, किनभने अब यहाँ यता अहिले इन्डियामा भनेको टिकटक पनि चल्दैन। यहाँनिर VPNबाट चलाउनु पर्ने चाहिँ अलिकति प्रब्लम छ। अनि बिस्तारै म गर्दै जान्छु, मैले छोडेको छैन। मेरो कामहरू धेरै कुराहरू छ। ल है त, म अब यसो अलिकति जिउ तात्यो, अलिकति अब चाहिँ कुद्नु पऱ्यो है। तपाईँलाई इन्फर्मेसन लिएर आउँदै गर्छु र भिडियोहरू पनि म पोस्ट गर्दै गर्छु है त। थ्याङ्क यू सो मच। हेभ अ गुड डे एभ्रीबडी। हेभ अ गुड डे। थ्याङ्क यू।